यो खोला गाइस हाम्रो गाउँमा बग्ने खोला यस्तै हुन्छ है। यो गाइस हाम्रो चाहिँ खोला छ अनि म चाहिँ चाहिँ घटा हिँड्न आएको दिउँसो अझै 3 बजिसकेको छ है। अनि त्यही हो गाइस घटा जानु लाग्यो। घटामा के हुन्छ सक्छु म तपाईँहरूलाई सेयर गर्नेछु। अझै खोला करेर होला है स्याहाँ गरेर। अब म माथि गएर खिच्नेछु है किनकि अहिले चाहिँ खोला करेर आएको छ नि त डिस्टर्ब हुन्छ नि त हाम्रो गफहरू सुन्दा है। मिठो गफ गर्न अलि डिस्टर्ब हुन्छ है। त्यही भएर अहिले चाहिँ म हिँड्नु लाग्छु। अलि टक्क लाएर घट्टा जानु लाग्यो कोदो बोकेर गाउँ ल्याउने बाइक छ है। टक्क लाएर अब टेन्सन छ खोला यो गाई चाहिँ टक्क लाएर खोलामा तपाईँले सुन्नुभयो एकदम बवाल छ। हाम्रोतिर चाहिँ यस्तै हुन्छ है। ठाडो खोलाहरू तेर्सो खोलाहरू अनि यस्तै बोकिरहने खोलाहरू हुन्छ त्यो गाइस। अनि के गर्दा हुनुहुन्छ तपाईँहरू सन्चै बिसन्चै के छ तपाईँहरूको खबर है। अनि हाम्रोतिर चाहिँ यस्तै हो जहिले पनि गाउँघरमा के गर्नु पाइरहेको छैन। अब त्यही बस्ने खाने सुत्ने त्यही त हो नि होइन। तपाईँहरू पनि त्यही होला सायद। अहिले त सबै कामहरू पनि सकियो होला तपाईँहरूको। हाम्रो पनि सकिसकेको छ फाइनली है। हाम्रो सबै कामहरू चाहिँ फाइनल भइसकेको छ। त्यो गाइस घट्टा जाँदैछु के हुन्छ हेरौँला है। अलि घट्टामा भिडियो खिच्नु सक्यो भने तपाईँहरूको माछा ल्याउँछु। सकेन भने त अब के हुन्छ होइन। त्यो जङ्गलको बाटो गएर छु। सबैको आफ्नो दिन आउँछ हो। सबैको आफ्नै दिन आउँछ। घाम दिनको हो भने जुन रातको हो। आज तिम्रो होला भोलि अवश्य मेरो हो। त्यही हो गाइस है। त्यही आशामा त्यही भरोसामा हिँडिरहेको छ। जिन्दगी त्यही भरोसामा चलिरहेछ है। अनि आज त सक्सेस भएन भोलि त अवश्य सक्सेस हुन्छ। आज त राम्रो भएन भोलि राम्रो हुनेछ भन्दै त्यो एउटा सर्कलमा चाहिँ आफ्नो जिन्दगी चलिरहेछ है। त्यही हो गाइस है। अब आज गऱ्यो भोलि सुख हुन्छ भनेर आज त सक्सेस भएन नि त भोलि त हुन्छ नि त भनेर त्यही आशामा चाहिँ हामी सबै हिँडिरहेको छौँ। म मात्र होइन तपाईँहरू पनि त्यस्तै है। अनि हामी त्यस्तै एउटा उसमा हिँडिरहेको छौँ एउटा के भन्छ त्यो आशामा है। त्यही दिनको पर्खाइमा हामी हिँडिरहेको छौँ। हाम्रो पनि जिन्दगी एक दिन एकदम सक्सेसफुल हुनेछ है। तपाईँ हाम्रो पनि त्यही हो गाइस। अहिले चाहिँ म यहाँ टक्क लाएर तपाईँ मार्दै थिएँ अनि एउटा सायरी याद आएर तपाईँहरूलाई यसो सुनाइदिएको मिठो है। तपाईँहरू पनि यस्तै हो गाइस है। हाम्रो लाइफ हाम्रो जिन्दगी त्यस्तै हो। टक्क लाएर चल्नुपर्छ। हाम्रो जिन्दगी चाहिँ चलाउनु पर्छ है। हाम्रो जिन्दगी कसैले आएर बनाउने होइन। हामीले आफ्नो जिन्दगी आफैले बनाउने हो होइन। माथिको सपोर्ट छ माथिको हाम्रो माथिबाट आशिष आउँछ। मेहनत हामीले गर्नु पर्यो परिश्रम हामीले गर्नु पर्यो है गाइस। ल हामी चाहिँ अब निस्किन्छौँ किनकि पानी पर्न लागिरहेको छ है। ल गाइस त्यही गाइस है। घट्टा चाहिँ यस्तो हुन्छ तपाईँहरू देख्नुभयो होला। अनि घट्टा चाहिँ पानी घट्टामा चाहिँ धेरै खिच्नु पाइएन किनकि जाँदाखेरि पनि खिच्नु पाएन। मान्छेहरू धेरै थियो है त्यहाँ। 3 कति भन्दा 2 4 6 मसँग 6 जना थियो त्यहाँ। अनि त्यही भएर खिच्नु पाइएन। आइएम सो सरी फर द्याट। अनि घट्टा चाहिँ त्यहाँ रोकिरहेको थियो क्या खोइ के भएर। अनि त्यहाँ बनाउँदै थियो नि त्यहाँको काकाहरूले ठुल्बाहरूले है। अनि त्यही भएर मैले पनि यसो हल्का यसो घुमाउने प्र्याक्टिस गरेँ। अनि प्र्याक्टिस भन्दा मैले पनि यसो घुमाइदिएँ। अनि त्यसले चाहिँ रोकेपछि खोइ के भयो चाहिँ त्यसले घुमाउनु पर्ने रहेछ क्या। फन घुमाउनु पर्ने रहेछ हातले।
1 मिनट जति है। अनि त्यही भएर मैले पनि एकछिन यसो घुमाइदिएँ। अनि त्यसो लास्टमा चलिसकेपछि मैले सट्ट यसो भिडियो खिचेँ, सट्ट लाएर घुमेको मात्रै। त्यो गाई चाहिँ पुरै चाहिँ खिच्नु पाएन, अब किनकि त्यही हो, तपाईँहरू बुझ्नुहुन्छ है। अनि त्यो अहिले चाहिँ म चाहिँ फर्किसकेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ मौसम चाहिँ पानी पर्ला जस्तो भइरहेछ। पानी अब पर्छ होला, अहिले चाहिँ ठ्याक्कै 4 बजिसकेको छ नि त होइन, त्यही भएर पानी पर्ला जस्तो भइरहेको छ। पानी पर्छ होला सायद आज, अब एकछिनपछि पानी पर्छ होला। म चाहिँ फटाफट छिटो घरमा गएर राख्नुपर्छ। पिठो त हल्का थोरै पिठो छ ल्याएको, त्यो चाहिँ कोदोको, सरी यो चाहिँ गाउँको पिठो ल्याएको चाहिँ। गाउँको चाहिँ के गर्छ भन्दाखेरि चाहिँ गाउँतिर चाहिँ स्पेसली चाहिँ गाउँको चाहिँ रोटी हालेर खान्छ है, खुस्रो रोटी, चिल्लो रोटी, अनि धेरै परिकारहरू बन्छ। तर स्पेसली हामी चाहिँ रोटी खानको निम्ति किन्नु गएको हो। त्यही हो गाइस है आजको भिडियो। तपाईँहरू देख्नुभयो होला आजको मिठो कुराकानी, गफ के कस्तो लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया मजाले दिनु सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अन्तिमसम्म। हामी अर्को भिडियोमा भेट्नेछौँ। त्यति जेलसम्मको लागि सबैजनालाई बाई बाई। ल बाई बाई, हामी अर्को भिडियो भेटौँ है। ल।